तिमी खेल न नाङ्गाई। मेरो अर्को ब्लगमा तपाईँहरूलाई एकदम स्वागत गर्न चाहन्छु। आज चाहिँ हाम्रो पदम भाइ र म चाहिँ पौडी खेल्न जानु लागेको तल सिसिमरा। छिटो गर न भाइ। ए भाइ सेन्ट फेन्ट दली हिँड्छ यार हिँड्ने बेलामा। ल एकदम स्वागत गर्न चाहन्छु म। हामी पौडी खेल्न जानु लागेको। अब भाइको चाहिँ ब्रेक हो, मेरो चाहिँ छुट्टी छ आज। गाडीमा जानुपर्छ नि, काँडोहरू गएको है। अगाडिबाट हाम्रो बस पाउँछ। ओभर गर्मी भयो क्या, अस्तिदेखि जान भनेर प्लान गरेको भाइ र मैले, यो नभएर यहाँबाट बस पाउँछ। यहाँको बस स्टेसन छ, यस्तो घाम लागेको छ चिरिक्कको। भाइ रेडी? लेट्स गो ब्रदर। ए यो पदम फेरि ढिलो ढिलो गर्छ मोटे भाइ। मोटु छिटो आऊ न। ल म्या चस्मै बोक्नु बिर्सेछु यार, वालेट त बोक्यो नि। कस्तो बिर्सी गयो यार। तन्ना बोकेको चाहिँ तन्ना ट्याक्क ओछ्याउनु परेन, सेफ साइडमा बसेर। को छैन कसैको पनि छुट्टी आज दाइहरूको। गाडी चाहिँ 2-3 मिनट पर्खेर आइसकेको छ। अब कार्डमा पैसा छ कि छैन। ल पदम भाइ आऊ। भाइ फेरि कोरियन लुक छ भाइको। यस्तो सुविधामा बस्छौँ, नजिक नजिक हल्दी विन्टर मार्केट विन्टर डोज यहीँ नजिकै छ। यो त यताबाट उहाँबाट लगेर ल्याउनु भाइ फेरि यार, सिधा गइन्छ होला भनेर। यहाँ बस्छ ल, चिक्सहरू आउँछ अनुहार हेरेर चिक्सहरू राख्ने अनुहार। केटाकेटी नै छौ भाइ तिमी पनि। यहाँ लागिरहेको रहेछ भाइ सर्कस हो, रुबेन सर्कस। यहाँ टिकट काट्नुपर्ने। गाडी हेरौँ न, यहाँ चाहिँ मेला लागिरहेको छ सर्कस। हिजो आउने कुरो भएको थियो, फेरि पदम भाइको काम धेरै भयो भनेर थाकेदै भनेर आइएन। हामी चाहिँ यता तिनकोपट्टि आइसक्यौँ। अब फेरि यहाँदेखि 3-4 मिनट जस्तो लाग्छ तल पुग्न चाहिँ। यहाँ सिसिमरामा पौडी खेल्ने चाहिँ ठाउँ चाहिँ सही रहेछ। भाइ तिमी कतिचोटि पौडी खेल्छौ तल? भाइ त खेलेको छैन। तिमी कति भयो यहाँ आएको? 1 वर्ष लाग्यो होइन? तर यही त हो नि, यही समर त हो नि फर्स्ट दिन होइन? फर्स्ट शान्तामा आइपुग्यो। तिमीहरू यहाँ आएको हो उता पर? यो अगाडि। ए बिजी भयो भाइ आज? कस्तो भयो? अनि के कामै सकेको छैन भन्नु थियो त म्यासेज गर्दा। सिसिमरा बेबी गर्नु महिनाको लागि अब हामी आइपुगिसक्यौँ स्टेपमा। सिसिमराको भ्यू यो हो, गाडीदेखि झरेपछि चाहिँ। भाइ चिसो लगेर जाने हो? होला होला। चस्मा लिनु बन्द। चस्मा किन्नु लाग्यो। कस्तो देख्यो है कस्तो खतरा देख्यो। यो चाहिँ हाम्रो यो कहिले देख्यो? राम्रो देख्यो है। एउटा चस्मा पनि खरिद गर्यो।
सही छ ल मान्छे चाहिँ इनफै छ सिसिमरामा हामी चाहिँ उता जानुपर्छ भाइ कतिर है पर ढुङ्गा देखेको ठाउँमा त्यहाँ सही छ बब्बाल छ पौडी खेल्न सक्छ यत्तिको चस्मा आइसके पछाडि चाहिँ अब होइन सिसिमराको राम्रै भ्यू देखिन्छ पर भित्तामा हो क्या त्यस्तो फुल हुँदैन भ्यू नहेर तिमी खेल न नाङ्गै अब यताबाट यहाँ ठाउँ सही बनाएको छ यार यस्तै हो नि यो कहिले यो त भर्खरै झरेको होला है ट्याक्क हाम्रो पनि तन्ना ओछ्याउने बस्नु तन्ना त्यही भएर ल्याएको क्या मैले 4 बजे जाउँ छिटो घामै गइसक्यो यार चस्मा किनेको पनि खोइ त पैसा वसुल हुँदैन क्या तिमीले केही नलेको बोल ल बोल बोल गर न म त गइदिइहाल्छु नि मजाले देखाउँ यहाँ पछि लाउनु हेर्नुहोस् है गाइस हाम्रो बालीहाङ भ्लग ल अब हाम्रो डुबुल्की हान्ने सुरु हुन्छ कार्यक्रम एकछिन तर घाममा तातिनुपर्छ नि भाइ एकछिन घाममा तातिम होइन अनि त्यस पछाडि हान्नुपर्छ डुबुल्की ल भाइ हिँड जाउँ डुबुल्की हानेर आइहाल्नुपर्छ एक लट चाहिँ फेरि पानी चाहिँ लास्ट चिसो छ यार आम्मामा भाइ ल ल हान हान दामी छ ल सानो चिसो छैन त पानी त भाइ उता सामानमा पनि आँखा लाउँदै गर है घरिघरि यहाँ ढुङ्गा रहेछ अब ल आछु बिस्तारै आऊ न मुला के गान्दा गान्दा बुन्नुमा हानिराखेको नजाऊ है धेरै उता ए छोड है दाजुको पालो अब म त पाक भयो चिसो पानी भएर यार घाम गयो नि त दाइसँग नयाँ नयाँ एक्सपिरियन्स गर्न पाउँछौ भाइ तिमीलाई म फोहोरको नालीमा पनि पौडी गराइदिन्छु समुद्रमा पनि गराइदिन्छु भाइ हेर त कस्तो मजा छ है भित्र चाहिँ तातो छ पानी बाहिर निस्किँदा चाहिँ चिसो क्या ए देख्न जाऊ है तातो त ऊ पर गहिरोतिर होला भाइ अझै जाऊ त्यहाँ ढुङ्गा छ नि त त्यहाँ चाहिँ त्यहाँ अस्ति पुग्नु भएको त त्यहाँ अर्को एउटा ढुङ्गा छ क्या हो त्यता कता त्यो सुटी उभिएकै हो कि ल घाम आयो क्या अहिले चाहिँ रुख है म आएर ल एक डुबुल्की हानेर आयो ल एकछिन अब हाम्रो विश्राम अब 10-15 मिनटको न्याप लिने हामी डुबुल्की भएर पछाडि अर्को फेरि एक लट खेल्ने अनि घरतिर जाने हो भाइको काममा जानुपर्ने छ सुरु हाम्रो
पदम भाइ हावा चल्यो क्या अब फेरि डुब्ला भाइ ठुलो सार्क सार्क हान्दैछ भाइले पानी चला गयो क्या अंदर पानी चला गयो अंदर गाइस यो कुरा चाहिँ कसैलाई नभन्न उहाँ चाहिँ होइन ठ्याक्कै 1 वर्षमा आजै पौडी खेल्न आयो क्या नुहाउनको लागि चाहिँ Lovely shot. Not bad. तर सही आएको थियो यार भिडियो चाहिँ कहाँ पुग्यो दाइ ढोका यहाँ छ एउटा उता पर छ अर्को हो त्यहाँ उयो हो यहाँ अगाडि छ त उता हो त्यहाँ जाउँ जाउँ के भयो सार्क पानी हान्यो पानी हामा भाइ त एक घुट त्यो टाढो रहेछ हो त्यहाँ अघि हामी गएको त नि ऊ त्यहाँ गएको उयो अगाडि हो ऊ त्यहाँ उयो पर क्या यहाँ ढुङ्गा उयो उतै पान्छ के बनाउँछ अरे चिन्छ यहाँ छ ढुङ्गा चस्मा चाहिँ नहराउने फेरि नयाँ चस्मा झरेको दाइ छोडिदिन आँटेको मैले यस्तो गरेर उठाएर च्याप्पै पक्रियो फेरि छोडिसकेको मैले डुबुल्की हान्छौ त अनि खुट्टा खुस्को क्या नयाँ साले ल्याएर पानी म यहाँ पक्रिरहेको छु मैले पौडी खेल्न नजानेन भने त जान्छ धेरै यस्तो त्यो हो धेरै त छिर्नु उहाँ परसम्म पुगेको छ मान्छे हेर न तैरिनु जान्यो भने चाहिँ ठिकै कुरा हो आउनु चाहिँ आउँछ तर सुरुमा चुप्लुक्कै डुबिसकेपछि तैरिने त सोझै आउँदैन पानी नै मिलेर धेरै उता नजाऊ है ल छिटो हान न भयो ल ल सही हानु भाइ दामी 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 लास्ट टाइम हामीले भनेको पदामा कहाँ गयो आऊ यहाँ ल
सर्ट हालिदिउँ न दाइको ल पौडी खेल्दा खेल्दै भ्लगको अन्त्य गर्न मैले चाहिँ निर्णय गरेँ अब चाहिँ एकछिन मजाले डुबुल्की हान्ने हो त्यहाँदेखि निस्किने हो अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ गहिरोतिर आइसक्यो अहिलेसम्म भ्लग हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ सबैजनालाई लाइक कमेन्ट सब्सक्राइब सबैजनाले गरिदिनु होला अहिले चाहिँ मैले पानीमा डुबाएँ हस् त नमस्ते थ्याङ्क यू भेरी मच